हेलो गाइस, सबैलाई नमस्ते। आज फेरि म एउटा नयाँ भिडियो लिएर आउँदैछु। आज चाहिँ म यहाँ घर आएको छु, पुरानो घर। हाम्रो पुरानो घर, यो हाम्रो पुरानो घर। यता दिमा काम गर्नु हुँदो रहेछ, गोबर सोर्नु हुँदो रहेछ। यता गाई, एउटा गाई छ यहाँ चाहिँ। दिमा दिमा यता चाहिँ यो पालि चाहिँ आँपले दरो फल्ने भइरहेछ। बिचरा यो गाई कराक छ, साले घाँस लाउँदा पनि कराउँछ एक्लो भएर। यो पालि आँपले चाहिँ दरो फल्ने भइरहेछ। यो हाम्रो घरको आँपले पनि बहुत फलेको रहेछ। फुल चाहिँ बहुत छ अलि, सबसे ज्यादा यसले फलेछ। त साथी हो, अब चाहिँ म सिधै पर हाम्रो बाजे बोजूकोतिर जाँदैछु। कान्छा बाजे कान्छी बोजू हाम्रो। योहरू चाहिँ अस्तिको हावाले कराकुरुक भाँचेछ। बोगटेहरू, बोगटे सुन्तला रहेछ, सुन्तलाहरू। अहिले चाहिँ म फिलहाल नाना, यो चाहिँ हाम्रो नाना होइन। अस्ति हावापानीले घर उडाइदिएर है खतम गरिदिएको छ। खोइ नानाहरू चाहिँ हाम्रो भेना, दिपक भेना हेलो गरिदिनु। हेलो आउँछ हाम्रो बोजूको घर त्यहाँनिर छ। बोजू बाजे, कान्छा बाजे बोजू। अहिले चाहिँ म बोजूहरूकोतिर जाँदैछु। बिचरा बोजूहरू पनि बुढो भएर घाँस दाउरा गर्नुहुन्छ अझै फिलहाल। यो बोजूको घर, बोजूहरूले पुरै खेती गर्नुहुन्छ। बोजू पनि एक्लो हुनुहुन्छ घरमा। बोजूले दाउरा चाहिँ दह्रो काट्नु भएको छ, बुढी भयो। कटर पनि दह्रो फल्दो रहेछ। बोजूले फुलहरू मजाले स्याहार्नु भएको छ। गएको ल बाजे गयो। अब चाहिँ म बाजेहरूकोबाट घर फर्किँदैछु। बाजेकोमा चिया खाएर घर फर्किँदैछु। बोजूहरू पनि रहेनछ, कान्छी बोजू। यहाँ चाहिँ फिलहाल अहिले मुजुरहरू बेसी भएर खेतीबारी अन्नबाली सबै खाइदिने गर्दैछ। त्यहाँ कसैले लगाएको पनि छैन, सबै बाँझै छ खेत जमिनहरू। तल बसेर कराइरहेछ कुवा। यो चाहिँ हाम्रो खेत जमिन, खेती गर्ने। फिलहाल अहिले मकै रोपिरहेछ। यो चाहिँ हाम्रो घर फिलहाल। ढुकुर, दुईवटा ढुकुर आएर चारो खाँदै रहेछ बिचराहरू, जोरी ढुकुर बसेर आँगनमा। ढुकुरहरू पनि डराउँदैन, परेको जस्तै छ। है साथी हो, आजलाई यति नै। अब फेरि म तपाईँलाई नयाँ भिडियो लिएर आउनेछु, हेर्दै गर्नु ल।